उसलाई माग्न आन्यौ ल त्यो कारणले यो पाप भोग्नु परेको होला हजुर बिहारेर म जति खुसी हुनु खोज्दा नि खुसी हुन सके होइन माफ गर्नु होला तपाईँले सोधिहाल्नु सबै कुरा बन्द आएर साउन गर्छन् हेर्नु जति आँसु भए पनि दुःख भएर नलाँदा आइछन् यी आँसुले पनि तपाईँले बिहार्नु भइन्छ खुसी लाग्यो नहेर्नुहोस् हेर्नुहोस् यो बिहा भन्ने कुरा नदेखेको छ नहेर्नुहोस् खुसी भएर आफ्नो जिन्दगानी स्वतन्त्र भएर बिताउन सक्छ म जान्छु है